हेलो एभ्रिवान, आज यहाँहरू सबैलाई मैले तिनपिप्लेमा अवस्थित भुवनेश्वरी मन्दिर जाने बाटो र त्यहाँबाट देखिने रमणीय दृश्य, वान अफ द नेपाल्स मोस्ट ब्युटिफुल प्लेसेस भनेर भन्न सकिन्छ, त्योसँग सम्बन्धित बाटोघाटो सबै यहाँहरू सामु डिस्क्राइब गर्ने प्रयास गर्नेछु। र सुरुमा यो इन्ट्रोडक्सन पार्ट भनेर यहाँ राखिएको छ, इन्ट्रोडक्सनलाई हेर्न सक्नुहुन्छ। सुरुमा तपाईँले जानुभन्दा अगाडि यो सानो बाइपास झरङको भन्दा माथिपट्टि चिसापानीतिर पेट्रोल पम्प हेर्न सक्नुहुन्छ। त्योभन्दा माथि यस्ता बाटोहरू, पुलहरू हेर्न सक्नुहुन्छ र लेफ्टपट्टि तपाईँले सारा ड्राइभिङ सेन्टर हेर्न सक्नुहुन्छ। अगाडिपट्टि अझै जानुभयो भने यहाँ क्याफेहरू पनि देख्न सकिन्छ। जाँदै गर्दा यहाँ नवयुग मन्टेश्वरी सेकेन्डरी स्कुल पनि यहाँहरूले हेर्न सक्नुहुन्छ र यस्ता बसहरू पनि चल्ने गरेका छन्। बस, कार, बाटो राम्रो नै रहेको छ। माथिपट्टि तपाईँहरूले हेर्न सक्नुहुन्छ मन्दिर, तर यहाँ देखाइएको छैन, बाटो नै रहेको छ। र यता जाँदै गर्दा अलि उकालो चढ्नै लाग्दा यहाँनिर सिनेरीहरू, धान खेतीहरू, रुखहरू, पहाडहरू हेर्न सक्नुहुन्छ। र यसरी बसहरू पनि चलिरहेका हुन्छन् बेला बेला। र अझै उकालो चढ्नुभयो भने चाहिँ पिच भर्खर हुन लागेको छ। पिच छैन, तपाईँले ग्राभल बाटो हेर्न सक्नुहुन्छ, तर बाटो राम्रो नै रहेको छ समग्रमा। र नजिकै पुग्दा यस्तो बाटोहरू हेर्न सक्नुहुन्छ र दृश्यहरू पनि ब्युटिफुल रहेका छन्। Hello everyone, welcome back to my channel. I am Sunam Chaudhary and today's vlog is all about Bhuvaneshwari temple, which is situated at Tinpiple. We have visited this temple around Dasai. So let us describe about this temple. About Tinpiple Bhuvaneshwari Tarkeshwar. The temple is located in Tarkeshwar Municipality 3 near Tinpiple, which is in the northern west sector of Kathmandu Valley. काठमाडौँ भ्यालीदेखि उत्तरी पश्चिम दिशामा अवस्थित रहेको छ यो मन्दिर। एलिभेसन अबाउट 1600 मिटर्स एबभ सी लेभल, समुद्री सतहदेखि 1600 देखि 1700 मिटर हाइटमा रहेको छ यो मन्दिर। द टेम्पल इज डेडिकेटेड टु गडेस भुवनेश्वरी, अ फर्म अफ दुर्गा, भगवती, काली, हु इज वर्शिप्ड एज अ पावरफुल फिमेल डाइटी। यस मन्दिरमा चाहिँ गणेश भुवनेश्वरी रहेका छन्, जसलाई चाहिँ दुर्गा, भगवती, कालीका स्वरूप मानिन्छ। हु इज वर्शिप्ड एज अ पावरफुल फिमेल डाइटी, शक्तिशाली महिला देवीको रूपमा पूजिन्छ। इट इज कन्सिडर वान अफ द शक्तिपीठ प्लेसेस अफ डिभाइन फेमिनाइन वर्शिप्स। विभिन्न शक्तिपीठहरूमध्ये यसलाई पनि शक्तिशाली शक्तिपीठको रूपमा लिइन्छ। द करेन्ट टेम्पल वाज ओरिजिनली बिल्ड बाई अ पर्सन नोन लोकली एज अ श्याम बाबा। अहिलेको जुन मन्दिर अवस्थित छ त्यो चाहिँ पहिला ओरिजिनली कसले बनाएका भन्ने लोकल्ली मानिसहरूको भनाइअनुसार श्याम बाबा भन्ने मानिसले बनाएका हुन् भन्ने भनाइरहेको छ। ओके, इट वाज बिल्ड रिलेटिभली रिसेन्टली विदिन द पास्ट डिकेड अर सो, बट द ओरिजिनल स्ट्रक्चर वाज डिस्ट्रोयड बाई द 2015 अर्थक्वेक। वीकन्ड अर डिस्ट्रोयड पार्ट्स ह्याड टु बी रिबिल्ड। यो मन्दिर चाहिँ लगभग केही दशक अगाडि, 10-20 वर्ष अगाडि निर्माण गरिएको भन्ने भनाइरहेको छ, जुन चाहिँ 2015 को भूकम्पमा 2015मा आएको भूकम्पमा भत्किएको र फेरि रिबिल्ड भएको भन्ने भनाइरहेको छ। आर्किटेक्चरली द टेम्पल इज अ मल्टी टायर्ड प्यागोडा स्टाइल विथ ओभरह्याङ्गिङ इव्स। भन्नुको अर्थ यो मन्दिर चाहिँ बहुतहको गजुरयुक्त शैलीमा बनेको छ। मल्टी टायर्ड प्यागोडा स्टाइल, बहुतहको गजुरयुक्त शैली अथवा धार्मिक बहुतहको पुरानो नेवारी गजुर शैली। ओभरह्याङ्गिङ एप्स भन्नाले बाहिर निस्किएको छानो भनेर बुझ्नु पर्यो, बाहिर निस्किएको छानो। द रुफ्स ह्याभ गोल्डन कलरिङ अर गोल्डन फिनिस। छानोहरूमा हामी गोल्डन कलरिङ अथवा गोल्डन फिनिसिङ हेर्न सक्छौँ। गिभिङ प्रोमिनेन्स एन्ड डिग्निटी, जसले चाहिँ विशिष्टता र गरिमा प्रतिष्ठा, आफ्नै बेग्लै विशिष्टता र गरिमा र प्रतिष्ठा बोकेर बसेको छ। इट हैज 27 गजुर फाइनल स्पायर्स। यो मन्दिरमा लगभग 27 वटा गजुरहरू हामी हेर्न सक्छौँ। एकोर्डिङ टु लोकल डिस्क्रिप्सन्स, स्थानीय बासिन्दाहरूको भनाइअनुसार यस मन्दिरमा 27 वटा गजुर रहेका छन्, जुन चाहिँ कस्तो शैलीमा छ त मल्टी टायर्ड प्यागोडा स्टाइल, बहुतहको गजुरयुक्त शैली अथवा
यसलाई के भन्न सकियो धार्मिक बहुतहको पुरानो नेवारी गजुर शैली ओभरह्याङ्गिङ एप्स बाहिर निस्किएको छानो जुन चाहिँ गोल्डन कलर गोल्डन फिनिशिङ दिइएको छ while talking about the direction from Tin Piple there is a stairway going up to the temple Tin Piple भन्ने ठाउँमा तपाईहरु पुग्नु भयो भने त्यहाँदेखि चाहिँ यात्रुहरुको लागि भनेर भड्याङ राखिएको छ The stairs are steep in a parts ती भड्याङहरु चाहिँ कता कता धेरै उकालो छन् अल्टरनेटिभ यात्रुहरुको लागि चाहिँ हिँडेर जानको लागि भड्याङको सुविधा रहेको छ भने अल्टरनेटिभली there is a road access so cars or motorized vehicles may reach closer to the premises अल्टरनेटिभ बाटो पनि रहेको छ जुनको थ्रु चाहिँ मोटरसाइकल कारहरुमा तपाईले नजिकै लगभग पुग्न सक्नुहुन्छ People often drive partly then hike प्राय जसो मानिसहरुले चाहिँ ड्राइभ गरेर नजिकै पुग्छन् त्यो हाइकिङ गरेर हिँडेर जानुभन्दा Okay, from Balaju it takes about 25 to 30 minutes by bike scooter to reach Jitpur Bhanjang बालाजु देखि तपाई हिँड्नु भयो भने लगभग 25-30 मिनेटको दूरीमा तपाईहरु जितपुर भन्ज्याङ पुग्न सक्नुहुन्छ एन्ड फ्रम देयर अ हाइक अप थ्रु स्टेप्स लिड्स टु द टेम्पल अनि त्यहाँदेखि चाहिँ तपाईले जितपुर भन्ज्याङ भन्नाले 3 पिपलीदेखि चाहिँ तपाईले हिँड्दै जानु हो भने भड्याङै भड्याङ मन्दिर परिसर पुग्न सक्नुहुन्छ पब्लिक ट्रान्सपोर्टको कुरा गर्दा बसेस टुवर्ड्स जितपुर भन्ज्याङ सर्भ पार्ट अफ द रुट जितपुर भन्ज्याङसम्म चाहिँ बसहरु जान्छ त्यहाँदेखि तपाईले हिँडेर जान सक्नुहुन्छ ओके Views and surroundings. While talking about the views and surroundings को कुरा गर्दा त नेपालकै one of the most beautiful place मा अवस्थित छ यो शान्त रमणीय दृश्य हेर्न सक्नुहुन्छ यहाँहरुले From the temple location there are good views over the Kathmandu Valley. मन्दिरको लोकेसनमा पुगिसकेपछि माथि त्यहाँदेखि तपाईले काठमाडौँ भ्यालीको रमणीय दृश्य हेर्न सक्नुहुन्छ स्पेशली टुवर्ड्स द ईस्ट वेस्ट नर्थ एसेट्रा सिनिक लाइटली पूर्वी दिशामा पश्चिम दिशामा उत्तरी दिशामा तपाईले काठमाडौँ भ्यालीका रमणीय दृश्य घरहरू थुप्रै सहरहरू हेर्न सक्नुहुन्छ लाइटली फरेस्टेड हिल्ली रिजनमा पहाडहरुमा जंगलहरू पनि हेर्न सक्नुहुन्छ व्हिच एड्स to its appeal as a short hike plus view destination मन्दिर जाँदै गर्दा अलिअलि जंगल जस्तो वातावरण पनि तपाईले महसुस गर्नुहुन्छ The environment is more peaceful compared to core city temple काठमाडौँ भ्यालीको मुटुमै अवस्थित मन्दिरहरू भन्दा यो मन्दिरमा चाहिँ तपाईले शान्त पिसफुल राम्रो वातावरण हेर्न सक्नुहुन्छ प्राकृतिक वातावरण किन यो भ्यालीदेखि अलि भ्याली भित्रै भए पनि भ्यालीदेखि अलि टाढा रहेको छ Many visitors appreciate it for a retreat or day visit. प्राय जसो धेरै मानिसहरू भिजिटर्सहरू यात्रुहरूले चाहिँ दिउँसोको भिजिट गर्न यहाँ मन पराउँछन् प्रेजेन्ट कन्डिसन एन्ड च्यालेन्जेस अहिलेको वर्तमान अवस्थामा कस्तो रहेको छ त मन्दिर द टेम्पल दो फेयरली न्यू इन इट्स रिकन्स्ट्रक्सन फर्म अहिले हामीले हेर्दाखेरि नयाँ स्वरूपमा देखिए तापनि सफर्स फ्रम ल्याक अफ पब्लिसिटी एन्ड कन्जर्भेसन एटेन्सन मन्दिर धेरै राम्रो देखिए तापनि राम्रो भए तापनि पब्लिसिटी धेरै मानिसहरू आउने चाहिँ गर्दैनन् थोरै मानिसहरू फाटफुट भिजिट गरेको हामी हेर्न सक्छौं एन्ड कन्जर्भेसन एटेन्सन पर लोकल रिपोर्ट्स स्थानीय बासिन्दाहरूको अनुसारले पब्लिसिटी भनेको प्रचार प्रसारको कमी रहेको छ यस मन्दिरमा कन्जर्भेसन एटेन्सन कन्जर्भेसनमा पनि त्यति धेरै ध्यान पनि दिएको देखिदैन पर लोकल रिपोर्ट्स स्थानीय बासिन्दाहरूको भनाइ अनुसार Some access paths, stairs and other infrastructures need better upkeep. यात्रुहरूलाई हिँडेर जाने बाटोमा जुन भड्याङ रहेको छ त्यसलाई चाहिँ अलि अझै मेन्टेन गर्नुपर्ने परिस्थिति रहेको छ एक्जाम्पल स्टेयर्स क्यान गेट स्लिपरी माथि चढ्दै जाँदा भड्याङहरू चिप्लो हुन सक्ने भएको कारणले त्यसलाई मेन्टेन गर्न जरुरी रहेको छ जाम अगाडि त्यसपछि बनाइनु सेफ्टी फर इल्डरली चिल्ड्रेन इन अ कन्सर्न बच्चादेखि लिएर वृद्धहरूलाई चढ्न अलि अप्ठ्यारो छ त्यसको ध्यान दिएको देखिदैन ओके लेट अस कन्टिन्यू द यङ प्रिस्ट इन्टरभ्युड इन हाइकिङ द तारकेश्वर श्राइन नोटेड द टेम्पल वाज बिल्ड सम 7 years ब्याक अब यसलाई डिस्क्राइब गर्ने ओके द यङ प्रिस्ट इन्टरभ्युड इन हाइकिङ द तारकेश्वर श्राइन नोटेड द टेम्पल वाज बिल्ड सम 7 years ब्याक prior to 2015 which suggests that construction was in the early 2010s भनेको त्यहाँको जवान पुजारीलाई सोध्दा अन्तर्वार्ता लिँदा के थाहा पाइयो भन्दा लगभग 2010 सालतिर बनेको हो यो भने चाहिँ धेरै भएको छैन 10-20 वर्ष भएको छ
Local governance and heritage experts consider Bhuvaneshwari as one of the living historical heritages of Tarkeshwar municipality. Local government र heritage expertहरुको अनुसारले भुवनेश्वरी मन्दिरलाई जीवित historical heritage को रूपमा मानिन्छ. The temple is situated near or on what was historically called Panchmane Bhanjang in Tarkeshwar 3. लगभग Panchmane Bhanjang देखि नजिकै रहेको छ. Okay, finally, if you like this topic, make sure to hit that subscribe button. Thank you.